आजको भिडियोमा हामी ब्याङ्कमा लोन अप्लाई गर्दाखेरि ब्याङ्कले चाहिँ अडिट रिपोर्ट किन माग गर्छ भनेर हेर्न जाँदैछौँ, बुझ्न जाँदैछौँ। अडिट रिपोर्ट भनेको चाहिँ अडिटरले कुनै कम्पनी, संस्था वा व्यवसायको आर्थिक वर्षभरिको वित्तीय विवरण अथवा फाइनान्सियल स्टेटमेन्ट चाहिँ जाँच गरेर तयार पारिने आधिकारिक प्रतिवेदन हो, जसमा वित्तीय विवरण सही, निष्पक्ष र लेखा मापदण्ड अनुसार तयार गरिएको छ कि छैन भनेर अडिटरले आफ्नो राय दिएको हुन्छ अथवा बताएको हुन्छ। ब्याङ्कले लोन लिँदाखेरि अडिट रिपोर्ट माग गर्नुका कारणहरूमा 1 नम्बरमा रहेको छ व्यवसाय वास्तवमै नाफामा छ कि छैन भनेर थाहा पाउनको लागि, र त्यसै गरिकन अर्को भनेको पहिलाका ऋणहरू समयमा तिरेको अथवा नतिरेको हेर्नको लागि पनि अडिट रिपोर्ट माग गर्दछ, र सम्पत्ति र दायित्वको अवस्था कस्तो छ थाहा पाउनको लागि पनि अडिट रिपोर्टको आवश्यकता पर्दछ, र भविष्यमा ऋण तिर्न सक्ने अवस्था छ कि छैन हेर्नुको लागि पनि अडिट रिपोर्टको आवश्यकता पर्दछ। र अडिट रिपोर्ट आवश्यक पर्ने क्षेत्रहरू अन्य क्षेत्रहरू पनि रहेका छन्, जस्तो हामीलाई ब्याङ्क ग्यारेन्टी बनाउनु परेमा अथवा ब्याङ्कबाट ओभरड्राफ्टको सुविधा लिन परेमा त्यस्तो अवस्थामा पनि अडिट रिपोर्टको आवश्यकता पर्दछ। र त्यसै गरिकन लगानीकर्तालाई हामीले बिजनेसको अवस्था देखाउनको लागि र लगानी भित्राउनको लागि पनि अडिट रिपोर्टको आवश्यकता पर्दछ। सेयर धनीहरूलाई तत्कालीन आर्थिक अवस्थाको बारेमा जानकारी दिनको लागि पनि अडिट रिपोर्टको भूमिका हुन्छ, र कर कार्यालयमा हामीले कर तिरेको नतिरेको सबै कुरा, करहरू क्लियर भएको नभएको हेर्नुको लागि पनि अडिट रिपोर्टको आवश्यकता पर्दछ। र त्यसै गरिकन बोलपत्र आह्वान गरिएको छ भनेदेखि त्यसको लागि अप्लाई गर्नको लागि अथवा टेन्डर प्रोसेस गर्नको लागि अथवा टेन्डर बिड गर्नको लागि त्यसको अवस्थामा पनि हामीलाई अडिट रिपोर्टको आवश्यकता पर्दछ। र त्यसै गरिकन कतिपय संस्थाहरूमा डोनरहरूको लागि पनि, जस्तो दाता संस्थाहरू हुन्छ, कतिपय संस्थाहरूले सामाजिक कामहरूमा, सेवाका कामहरूमा दान गर्ने गर्छन्, र त्यस्तो अवस्थामा पनि संस्थाको आर्थिक अवस्था क्लियर देख्नको लागि, क्लियर हुनको लागि अडिट रिपोर्टको आवश्यकता पर्दछ। र त्यसै गरिकन कुनै पनि कम्पनी, व्यवसाय चाहिँ खरिद गर्नु परेमा अथवा बिक्री गर्नु परेमा अथवा साझेदारी गर्नु परेमा त्यस्तो अवस्थामा पनि अडिट रिपोर्टको महत्त्वपूर्ण भूमिका हुँदछ। अडिट रिपोर्टले चाहिँ कम्पनीको आर्थिक अवस्था छर्लङ्गसँग देखाउने भएको कारणले अडिट रिपोर्टको एकदमै महत्त्व रहेको छ। हुन्छ, आजलाई यति नै, धन्यवाद।